के गर्दै थिए छोडो हामी त्यहीँदेखि एकछिन मनोरञ्जन गरेर अब 5 मिनट जति छ हामीसँग लिमिटेड टाइम छ त्यसलाई हामी मन्दिर भगवान्लाई पास बनाइदिनु भन्नु परेन भगवान्ले पास बनाइदिनु भयो भने मात्रै हाम्रो पास हुने उपाय नत्र छैन देखिन मैले मेरो भविष्य धेरै अन्धकार देखिरहेको छु अहिले त धेरै छैन अन्धकारमा सीमित नै छैन कहाँ औँसीको रात त्यस्तो अँध्यारो हुन्छ मेरो भविष्य त्योभन्दा अँध्यारो देख्दैछु म काम देखिनँ मैले कि चाहिँ हामीले मन्दिर देखिसकेको छौँ होइन तर हामी त्यहाँ भित्रै जान्छौँ नि भित्रै जानु यहीँदेखि देखेनौ र तिमी अन्ध छौ पुग्न आँटेको छौँ अब हामीले एकदम सभ्य आहा फुल पनि देखि आइएम सरी बुइ हो र अघि भन्नुपर्थ्यो नि साथी तँ पनि छु है नाका मलाई के भयो भने तँलाई पनि हुन्छ छुइगइस अब मलाई पुण्य मिले यसलाई पनि मिल्छ मलाई पुण्य नमिले उसलाई पनि मिल्दैन त्यही हो यहाँनिर यस्तो श्री पञ्चकन्या देवी मन्दिर आउनु अब बाहिर पनि रहेछ त हुनुहुँदो रहेछ त भगवान् कहाँको के भन्छ यो फटा लाउ त यो समाउ त लाउनु यो समाउ त यहाँ पास गर्ने यस्तो पछाडिको क्यामेराले पछाडि उल्टो समातो फेरि हे भगवान् अब भगवान् पास बनाइदिनु ल यति भएपछि केटो पास हुन्छ अरे 4 GPA थोरै भगवान्को नाम पनि भनिदेऊ अन्त आनु आएको कारणले गर्दा होइन फर्किनु पर्यो अरू भगवान्हरूसँग रेला ठट्टा हुन्छ भगवान्सँग रेला ठट्टा गरेको होइन क्या हामी तिमीसँग रेला गरेको छौँ भेट्नु नभेटी भने घन्टी बजाउनु चाहिँ यो तरिका हो क्या अब हाइट सानो हुनु पनि गाह्रो छ 1.5 फुटेलाई उयो 9 फुटे काम दिएन त माथि उचाइको तिम्रो यो घन्टी होइन तिम्रो लागि यताउता यो घन्टी ठिक छ ओइ तिम्रो लागि ओइ तिम्रो लागि यो घन्टी ठिक छ हाइटको प्रब्लम हाइट यसरी नै गुन्जियोस् चन्द्रमणिको सफलता पनि विवेक ओ सरी ओ तिमी नपस्छ त यार तिमी कस्तो गर्दैछौ के भन्छ संस्कारी छोरो एकदम यता एकदम यहाँ चाहिँ भेटाउँदो रहेछ धन्न सबै घन्टी बल्लैले त्यही पनि भने त थाहा छैन कक्षाको हाइटवाला काण्ड बुझ्यौ यति छिटै त्यही म काण्डहरू यादै राख्दिनँ नि त यो तिम्रो पछि बे भइगयो भने यहाँ आएर एकदम सिन्दुर लाउन यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ के भन्छ मन पवित्र हुनुपर्छ फुल चाहिँदैन हेर त मन त हाम्रो जहिले पनि पवित्रै छ अन्त के भयो ओइ शिवलिङ्ग के भन्छ शिवलिङ्ग हेन्सम छ हेन्सम एकदम बबा यो मान्छे पनि भइहाल्यो उता अर्को यहाँ हेन्समनेसको त लिमिट नै छैन हेन्समनेस न बोकानेसको त ल मन्दिरमा त्यस्तो कुरा नगरौँ न हामी कता ए भगवान् अघि मैले मागेको वरदान चाहिँ पुरा होस् है म उतो घन्टी बजाइदिन्छु छोड नहल्ला है फेरि लाउ त समाउँदै यसले त यसलाई पनि भेट्दैन ठुक के मेरो हाइट छैन भनेको होइन देखिस् घन्टी बजाइन हो नि हो लु भयो गाइज यो हाइट भन्ने चिज बहुत नराम्रो रहेछ ज्यादा जिन्दगीमा अहिले आएर थाहा पाएँ कृपया सावधान यहाँ दायाँ यही होमस्टेमा पश्चिम दिशादेखि जतिखेर गाडी आउने भएकाले उतै हो हामीले इक्जाम दिने स्कुल गाइज जतिखेर दिने त के भन्नु दिइसकेपछि हाम्रो के होइन अघि हामी गाडी हुन्छ यहाँदेखि उँभो चढ्नुपर्छ
हामी बसेको ठाउँ। यहाँदेखि उँभो सिधै यो कालो बाटो नछोडी जानु होला। अनि तपाईँहरू त्यही होमस्टेमा पुग्नुहुन्छ भने तपाईँहरूले राम्रो राम्रो सर्भिसेस पाउन सक्नुहुन्छ। धन्यवाद, नमस्कार। पढिरहेको छ क्या अब हो, सकिङ चिज नै यही हो क्या मेरो लागि। यहाँ अब फेरि आइफोन देखान पढ्न त चाहिँ। अनि यहाँ यो अनलाइन स्टडी गरिरहेको छ, यो बुक स्टडी गरिरहेको छ, बुकी सुवामहरू। अनि उता डाउनलोड गरेर आइज। अनि ऊ त्यो एउटा मलाई त्यसको ग्रामरको पनि एउटा गरिदिए ल। यस्तै छ गाइज, अहिले हामी पढिरहेको छौँ, तर पढ्ने भन्दा धेरै अनलाइन स्टडी। त्यो पनि त्यहाँ पढिरहेको छ, यहाँ गुरुबा जिन्दाबाद। त्यो पनि त्यहाँ फोनमै पढिरहेको छ, अनलाइन स्टडी। पोज दिन्छ, ध्यान दिएर पढ्न। यो त हेडफोन लाएर अनलाइन स्टडी गरिरहेको छ। अनि यो कसम है, फेरि पढिरहने हो है। यो हटाइदियो त प्रुफ। चिना अब चिसो छ, जान झ्याउ लाग्यो होइन केटाहरू। आम्मा कपिराइट दिएर छ गुरुबाजीले। के भिटामा सुत्ने ल मैले हामी के पो भन्छ त्यसलाई, ला ब्लुटुथ कनेक्टेड छ, साउन्ड आएको छ कि छैन। सो गाइज अहिले हामी टु क्लिन आवर फेसेस एन्ड वी आर preparing to go in our exam house. We have to wash our faces, you know man, and we are going to our pond. There is the source of water. दामी छ जो यस्तो रहेछ क्या। अनि हामी भित्रभित्र त्यहाँ कुवा छ अरे, त्यहाँनिर गएको। अनि त्यहाँ अब हामी गएर के गर्नुपर्ने हुन्छ भन्दाखेरि अनुशासित तरिकाले, मर्यादित तरिकाले हामीले त्यो गर्नुपर्ने हुन्छ। हातमुख धोएर अनि इक्जाम हलमा जानुपर्ने प्रिपेरेसन गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि आज हिजोको भोलि भइसक्यो नि त आज त। अनि आज राति सुतेर उठेर टक्क चिया खाएर अनि अब हामी अब इक्जाम हलमा जाने बेला भएको थियो। अहिले हामी यता आएको। यस्तो छ धाराहरू। हाम्रो जान आँटेको यहाँ हाम्रो यस्तो छ रुम। यस्तो गर्न के हो के छ नि, त जुत्ता हाल्न आँट फेरि। ए लाइनै गएको रहेछ नि त। ए मैले ऊ यहाँ तल हौ, दामी पो रहेछ त। म हालिदिउँ कि क्या? ए हालिदिनुहोस्। सो अब अहिले हामी नाटेको ठिकठाक परेछ केटाहरू। खाजा खानु पो आउनुपर्छ। उयो त उयो होइन, केटाहरूले भ्लग बनाउँदैछ। नयाँ नयाँ आइफोन भ्लगरहरू छ है हामीसँग। ऊ त्यो आइफोनदेखि बनाउँदैछ। नभन्न, यहाँदेखि पनि भ्लग बनिँदैछ।